म मौरी काट्दैछु यहाँ चाका झिक्दैछु ल कति रहेछ हेरौँ कति रहेछ हेरौँ नयाँ पार्टीलाई पनि पुर्याउनु पर्ने आगो बिना त्यसै त हुँदैन नि त बाबा जान्छ नि मिन्छ उँधो पर्छ आउनु भन न गर्छ त ए तल तल नभएको उहाँहरू पनि गर्छौ नि त अब यस्तो खालको तार हो त्यो खोलेको छैन हो त माथि चाहिँ खालि रहेछ त हेर्नु किरी चलाउने यस्तै थियो चलाउने यस्तै थियो किरी होइन छातामा बाल्टी ल्याउनु पर्यो ए बाल्टी अलिअलि त झिक्नुपर्छ राधु अस्तिदेखि नै ल ए धेरै धुवा बनायो पाली मुनिको पो अनि झना बनाएपछि के मौरी काट्छ ल उता छेउबाट ठुलो आली ल्याउनु सानोको त छैन यो यो ल त्यति बसिरहेको यो बानीले खाएछ पानीले अस्ति झरी 50,000 हालिदिन्छु कुनलाई पहिलोलाई 50 अब हालेन भने जो छु नि अनि गोरु कहाँ पुगेर सकेको भने अहिले म त उता मौरी भएको कुरा छ कस्तो हो कस्तो छ कि नछोडेको हौ भन त्यत्रो बनाउँदा पनि चिनेको त्यत्रो भनाउँदा पनि आनामा उता नलाग्ने ठाउँ छैन क्या हो सबजना ल ल ओइ नेताहरूलाई पुग्यो है मले आऊ है अब एक निकाल्दिउँ होइन एक निकाल्दिउँ हो अनि छ नि एउटा दुईवटा तिनवटा अनि कम त छ त निकालेकै छैन कस्तो पाँचवटा निकालेकै छैन तोडा मात्रै देखेर छ पाना छ अझै झन्डले बोलेको जुर्नु भएछ हौ कहाँबाट अलिअलि त छ नि सिलाबाट आमा जानु नै छिटो लिप्नु खानुपर्छ अहिले
चाहिँ अलिक उँधो पनि छ है आउँदै ढाका त कति कति लागेको छैन म भएको छ म पनि छ तल आमा ढोका चाहिँ थुने हुन्थ्यो मौरी पस्छ पस्छ ल दुई जग्गा राखिदिउँ कि दुई राख्ने खोइ चिल्दैन हजुर तलको आउँदा भर्खर उ त्यो सोफा चाहिँ गर्थेँ मलाई होइन कि मौरी छ नि अब पर्दैन होस् होस् मैले अघि गरिदिएको ए ल यो लो कता लान्छ लगिहाल्यो मौरी आउँछ ल म हो नि यो त अर्को फेरि उयो म रसा बडा बाउ है यहाँ निस्केर आमा माथि बस्ती मलाई मौरी काट्छ भन्नु ल हो त्यतिकै राख्नु पर्छ यो पल्लो आउनु त फेरि पल्लो खोले पनि बनाउने अरे के भिडियो उतापट्टि छैन धुनु पर्दैन अँ ल आम्मा मौरी त भक्कु रहेछ नि हौ मौरी डङ्गो रहेछ सानो गोला त त्यहाँ पनि भक्कु छ छैन त्यो तल पनि ए छैन गनाइको तलै छैन यहाँ त धेरै छैन अलिकति छ कि उसको चाहिँ हेर्नु पर्ने रहेछ उतापट्टिमा चाहिँ भरे त गरिदिनु झिक्नु झिक्नु त्यो फेरि लाउँछ फल्टा फ्याँकिदिनु पर्छ उनीहरू 12 बजे राख्छ ए 12 बजेदेखि काट्छ बानी होइन एउटा चाहिँ आयो अझै आइदिनु त्यो तल्लो मात्रै झन् दिएछ यसको त बोय चाहिँ के हो मौरी नि त यसमा पो क्या थियो यसमा चाहिँ रहेछ नि हौ मौरी त आउनु यता रहेछ मौरी यो माथि चुला पनि छैन चुलाको त्यो गएछ त्यहाँ लाग्छ लाउँछु म त्यहाँ त कम डर थिएन हौ यो तल्लो अब हेर्नु बेन ठिक गरिहाल्नु
बडो ज्वारीले हुने त ठाउँ त्यसमा पो रहेछ बुझ्नु होइन अलिअलि छ राख्थ्यौँ नि फेरि एक जोडा जिरो बनाएको हिँड्छ पल्लो चाहिँ हो म ल ल अझै मिलाएर राख्ने हो बच्चा होला हो त्यसरी कति कन्फिन्छ भने रहेछ कि छैन छैन ए रहेन छ नि यसमा अलिक खाउँदैन त्यो काँठी मिला मौरी काँडेको यति त ताका निस्कि ए ताका साका लिएर यसो गरिँदैछ है